ओके गाइज टिकट काट्यो छिर्यो पनि अनि जाँदैछौँ। आज हामीसँग नयाँ मान्छे पड्के हाम्रो चाहिँ ट्रेन किन लगाइसक्यो भनेर हामी कुद्दैछौँ होइन। अगाडि स्मेल भाइ छ। अब हाम्रो ओ भाइ यसमा मात्रै नजिरा खेल्ने त कहाँ हो अरू राउटे मैं पाकिस्तान का प्रीमियम फास्ट बॉलर हूँ। हामी चाहिँ अब टक्क ट्रेन चढिसक्यौँ। अनि आज हाम्रो जापान कप बुली गेम छ। अनि हाम्रो चाहिँ सेकेन्ड गेम आज अनि हामीले फर्स्ट गेम चाहिँ जितिसकेका छौँ। अनि आउमरीको पनि आज सेकेन्ड गेम नै हो। दुईजनाले के एउटा गेम जिते हाम्रो अहिलेसम्म होइन। अब अनि आज दुईजनाको सेकेन्ड गेम हो। अनि T20 गेम हो। 2 बजेबाट सुरु हुन्छ। 2 बजेबाट सुरु हुन्छ कि 1 बजेबाट सुरु हुन्छ अरे? 2:30 हुन्छ होला। 2:30 सुरु हुन्छ है। किनकि 1 बजेबाट T10 भने चाहिँ 1.5 घन्टा लागिहाल्छ। T10 त 9:30 बजेर सुरु भयो। 9:30 बजेबाट ए त्यसो भए 2 बजेबाट भन्नु पुरै म्याचमा 2 बजे लेखेको छ। सो यस्तै हो। हामी ट्रेन चढ्यौँ। अब अलि अगाडि गएपछि फेरि आउनेछौँ। यदि भन्दा सुनिललाई के भन्न चाहनुहुन्छ? 2 बजे ओके 2 साढे 2 त्यस्तै। हाम्रो गेम 2 बजेबाट सुरु छ। अब हामी जान्छौँ 12 बजे 12:10-20तिर पुग्छौँ हामी। कति बजे त्यही भएर अहिलेलाई चाहिँ बाई बाई। हामी ट्रेनबाट ओर्लिसकेका छौँ। तिर्खा लागिसक्यो। केटाहरू खालि पैसा देखिसकेँ। अब पानीले तिर्खा मेटिन्न। पैसा खाल्टीमा भने त्यो पानीले तिर्खा मेटिन छोड्छ हाम्रो त। हामी अब कोनबिन जाँदैछौँ खाजाहरू किन्नको लागि। बुकिङ भन्दा सानो देखियो क्या गर्ने यस्तो राखेको छु अहिले अन्त एउटा यस्तो राखेको दुईजना देखिन्छ देखिन्छ। यस्तो छ भ्यू यहाँ। खोला नाला हावा अनि पानी। प्याक गर्ने मिस्टेक गरेपछि हेलमेट टक्कै ढाडमा आउने कुमा। अस्ति प्याक गरेको थिएँ त्यसकै प्याक सेम यो चेन्ज छैन। हामी चाहिँ अब ट्रेनबाट ओर्लेर कोनबिनसम्म हिँड्दै जान्छौँ। अनि त्यहाँबाट फेरि गाडी लिन आउँछ हामीलाई अनि गाडीमा जान्छौँ। त्यसपछि हामी सिधै ग्राउन्डमा भ्लग चाहिँ जहिले बनाउनु छ भाइ। कहिले काहीँ हाल्यो भने एडिट सिट कहिले यहाँ भ्लग चाहिँ दिनदिनै बनाउँछ। अस्तिको गेम पनि भ्लग हाल्ने भनेको अब उयो ट्याप लाउने मान्छेको मोबाइलबाट बनाएको सेन्ड गर भनेको आधी क्लिप सेन्ड गरेर आधी क्लिपै सेन्ड गर्दैन नि यस्ता छन्। मरे पनि हुने आफू आउटाको त भिडियो गर्दैन यार। म आउट भयो मात्रै म त आउटै भएन। म त प्लेयर। अनि त्यसपछि हाम्रो चाहिँ डेली भ्लग चाहिँ डेली हुन्छ। बस एडिटिङ गरेर पोस्ट मात्र हुन्न। किन भन्दाखेरि पुरै क्लिपै हुन्छ। राम्रो एडिट गर्ने मान्छेको एडिटर चाहिएको होइन क्या हामीलाई। स्यालेरी 10,000 क्लिप हालिदिने मान्छे चाहिएको। क्लिपै पठाउनु न। अब आइफोनबाट भ्लग बनाइदिउँ भनेको बनाइसकेपछि अब पठाउने हो नि त। अब एडिट गर्नु पऱ्यो। अब मेन पोइन्ट त्यही मोबाइलमा हुन्छ। त मोबाइलबाट अब पठाउने मान्छे यो झोले ग्याङ म्याचिस पठाउनु न यस्ता। त्यही हो। अब यो भिडियो चाहिँ मैले मेरै मोबाइलबाट बनाउँदैछु। अब आधी सकेसम्म चार्ज अलिक कम छ तर सकेसम्म सबै समेट्ने गरी म भिडियो बनाउँछु। अनि एडिट गरेर लगभग जोसुकै भए पनि यत्तिको ज्ञान चाहिँ पेल्नै पर्छ। नत्र भोजे यो संसारमा आएको कुनै अर्थ रहन्न। भोजा नि त च्याट जिउटी हो। कुरा थाल्नु त्यसलाई चाट भोजा हो कि। हिजो हाम्रो काम थियो बेलुका 11:00 अनि चाहिँ छुट्टी थियो। अनि म यो भाइकोमा गएको छिटो सुत्ने भनेर सुत्ने भन्दा बिहानको 4 बजे साइकल उल्टो फर्काउँदै दिनु रातको है। त्यसपछि 4 बजे सुतेर 9 बजी उठ्यौँ हामी। 8 बजे उठा तिमीले जाने होइन भन्छ कति बेला हो। त्यो चाहिँ मेरो अलार्म थियो नि त। 5 घन्टा सुत्यौँ। बडीलाई चाहिने भनेको 6 घन्टा। हामी 5 घन्टा सुतेर आज म्याच खेल्न आउँदैछौँ। हात गलिसकेको छ भिडियो बनाउँदा हामी अब कोनबिनी पुग्न लाग्यौँ। कोनबिनी पुगेर केही खाइमाग्नु गर्छौँ हामी। बिरे त खत्तम भइसक्यो। हेलमेट हाल्नु अनि त्यसैमा हेलमेट गर्ने हाल्नु। खाइमाग्नु गरिसकेपछि हामी फेरि आउनेछौँ। त्यति भन्दै
आजलाई यति नै बाँकी कितैबाट हस्त नमस्ते हाम्रो चाहिँ फाइनली सामानहरू किनिसकेका छौँ खै हेरौँ न यस्तो यस्तो किन्यौँ हामीले आदि के हो यो हो चाहिँ के हो यो हाउला क्या हाल्यो यो चाहिँ लुकी लुकी हो हामी सामान यति किन्यौँ मासु किन्यौँ अब जान्छौँ बाहिर बाहिर आयौँ हामी मासु खाएर हामी त्यो क्याप्टेन बबीको एच हिजोको हिजो ओए आज काठमाडौँमा 25 डिग्री यार अनि हामीले खायौँ मासु हामीले मासु खायौँ आज के मासु बनाएको पोर्कको सिमलाई खाएर मासु किने बिरेले हामीले मासु खायौँ बिरेले मासु किने हामीले मासु खायौँ है भर्खरै मलाई कुखुराको अब यसले किनेको तिम्रो लागि त उही ल्याइदिएको छ भने होइन के उहीवाला मासु किन्छ या क्रिम लगाएर फेरि खै त ए सनस्क्रिम लगाएर पुरा गरम भयो सबैभन्दा धेरै नेपालगञ्जमा हुने हो हामी चाहिँ चट्टोलाडा प्रकाश जी के बोल्न चाहनुहुन्छ कस्तो लागिरहेछ कस्तो लागिरहेछ क्रिकेट लाउँदा कालमा दिएको गोरु देखिन्छ त अनि म रातभरि काम गरेपछि सम्माननीय प्रधानमन्त्रीज्यूको तर्फबाट म बोल्न आएको छु उहाँहरूको सम्मानले आफ्नो बेमा साथीलाई बेहुला पठाएर हुन्छ अनि हामी तिनजना चट्टा लगाएर पछाडि बस्छौँ अनि एमालेको कार्यकर्ता ए मुलिमाले के खाँदैछ यो के खाँदैछ के खाँदै भोजेजी के भन्न चाहनुहुन्छ आज गेममा आज गेममा केही भन्न चाहन्न ओके 4 ओभरमा कति रन कति विकेट 4 ओभरमा 15 रन 2 विकेट मिनिमम सुनिलको प्रिडिक्सन गरौँ त सुनिलले 2 ओभर पनि पाउँछ जस्तो लाग्छ मलाई कति रन कति विकेट सुनिलले 10 रन 2 ओभरमा विकेट विकेट 1 अथवा 2 ओके लेस प्रिडिक्सन भइसकेको छ गाइजहरु 2 ओभरदेखि 3 विकेट लिन भने भोजलले नाम चेन्ज गर्छ 10 ओभर T20 10 ओभर गेम हुन्छ मुला के हो भनेको हिजो रातभरि हल्लेर दिमागै हल्ल्यो के हो प्यारी समझ गई के मजबुरी थियो तिम्रो यस्तो ह्यान्ड क्यास क्या म त भन्दैन हामीलाई युनिभर्सिटी गइसक्यो त्यहाँ एकजना हुनुहुँदैन हेरौँ ल युनिभर्सिटी उनीहरू अब सिक्न मन छ भने गेम हेर्छन् सिक्छन् मन छैन भने जान्छन् आफ्नो पाराको हो यो सबैजना केटाकेटीहरू होइन ओके अब हामी एकचोटि ग्राउन्ड पुगेर आउनेछौँ त्यति भन्दै स्क्रिनजिटी बोल्न चाहनुहुन्छ ल गाइस हामी पुग्यौँ बाँकी कुरा अब यसले भन्छ भेटिहाल्छ दिस इज द ग्राउन्ड गो यसको इङ्ग्लिस अलिक बेग्लै छ यसको इङ्ग्लिस अलिक बेग्लै छ कि इङ्ग्लिस अलिक बेग्लै छ भनेको कसको बुढाको ठिकै छ हामी जब पुगिसक्यौँ अब चेन्ज गर्छौँ एकछिनपछि आउँछु फेरि म देखाउँछु अब मैले भर्खर भेटेँ होइन के हो भन्दाखेरि चाहिँ हाम्रो नयाँ जर्सी आइसकेको छ दिस इज न्यू जर्सी डिजाइन बाई न्यू पाने सुनिहरू कामहरू प्रतिको लुगा लगाएर गयो मलाई दोष नदिऊ है यसको मैले बनाएको अर्कै थियो ल्याउने होइन राज Much better than your picture. Printer rights. Some uniforms. Johan Ali, Bobby. Anybody know your number? 13, Pratik. Pratik. Yes. What's your number? 13.
थ्याङ्क यू वीरे महारा अली सुनील भाई पर्तिकै गयो त्यहाँनिर देखिन्न फेरि सुनिल आफ्नो ज्यान छ स्मलको जर्सी मगाएको छ एक्सेल होइन मलाई पुरो मिडियमको सानो भएको छ कि त्यही भएर यो सँगसँगै लुङ्गी लगाए जस्तो भइरहेको छ सुनिललाई त कपाल पनि यार जर्सी आइसकेको छ गाइजहरू होइन अब लाएर आउनेछु म ओके त्यसपछि यस्तो देखिन्छ जर्सी चाहिँ डिजाइन यस्तो चल्का गालेको यस्तो वाला अनि त्यसपछि चङ्के यहाँ छ दलाली एजेन्ट अनि अर्को आहा कता गयो ठुलो भयो चाहिँ लास्टै हेर्दै हाम्रो सुनिल दादा एक ओभर पनि बलिङ गर्न पाएर सोधे हुनुहुन्छ यहाँ गाइजहरू 2 ओभर दियो भने 3 विकेट लिन भने भोजलले नाम चेन्ज गर्छ के भन्ने क्याप्टेनलाई के क्याप्टेनलाई 2 शब्द के बोलिदेऊ नि त यता हेरेर के हामीले चाहिँ 19.4 ओभरमा 106 को टार्गेट पाएको छौँ सुनिल भाइले एक पनि मम्मी मुझे घर जाना भोजेले एक ओभर गऱ्यो कति खायो भोजे 2टा चौका एउटा छक्का 14 रन 4 ओभरमा 15 रन 2 विकेट मिनिमम बिरे कतिवटा क्याच पक्रियो 3वटा त्यो तिमीले एउटा चौका दियो नि माछा हाम्रो म्याथ प्रकाशेर अलि के बोला के पछि बनाउनु बोला के त्यसलाई बोल्नै झ्याउला बोला भन्दैछ अनि त्यहाँदेखि बोला के बलिङ गर्दै न ब्याटिङ बोला के सुनिल भाइ बोला न बोला 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 एक बाचा क्याप्टन गर्न के तारिफ गरौँ न आज क्याप्टेन्सी कस्तो लाग्यो खतरा मिठो आउँछ ब्याट फेरि हाम्रो साथी आउट हुनुभयो डेब्यु गेममा त्यसै गरी हाम्रो 38 रनमा 2 विकेट गइसकेको छ के अरे पर्सिको ब्याट्सम्यान पनि यो बलर पनि यो सेन्डलाई रेडर सेन्डलाई हल्लो गयो युवान चारवल खेल्दा आइसकेको छु म कस्तो मलाई झ्याउ भयो चार बल खेले 3 रन हाने रिभर्स स्विप हाने चक्करमा हातमा बल लाएर फिल्डरको हातमा बल ए रह नहीं जाता तड़प ही ऐसी है ना नहीं सोके बिरुले टुकु खेल्दैछ आज बिरुले जिताउँछ गेम दादाको प्याड छैन ए छ साथीभाइहरू डिस्कस हुँदैछ है खेल्न दिएन भनेर तर हामी यहाँ गेमको धेरै नजिक पुगिसकेका छौँ 107 रन हानिसकेका छन् केटाहरूले क्याप्टेन दायो क्याप्टेन ने यो नाइस गेम किसको सबको नहीं पकड़ना ही पटकेंगे गेम जितेका छौँ हामीले बिरे भाइ नट आउट आज ओए सुनिले
गाली दिया तुमको इसने तुमको गुड जॉब बोल रहा है अभी। गेम जीतेगा तुम साथी भाइहरू। नाइस गेम नाइस गेम नाइस गेम नाइस गेम नाइस गेम नाइस गेम। मोहसिन भाई आउट नहीं किया तुमने मुझे। नाइस गेम। कैप्टन हो। नाइस गेम नाइस फिल्डिङ नाइस ब्याटिङ नाइस बलिङ। सकेको छ साथीभाइहरू हामीले जितिसकेका छौँ। ए वीरेशसँगका बेकार कुराहरू पनि यहीँ सकिए। क्रिकेट पनि यहीँनिर सकियो। क्रिकेटरहरू पनि केही क्रिकेटरहरू पनि देखिन छोडे। अब अँध्यारो भइसक्यो। अबलाई चाहिँ हामी भ्लग यहीँसम्मै सीमित राखौँ होइन। आजलाई यदि नै सबै मिलेर लाइक सेयर सब्सक्राइब के गर्ने मिलाएर गर्नुलाई सिकाइराख्नु पर्दैन आधुनिक जमानामा। आजलाई यति भन्दै बिदा भयौँ है त। आइज यता बाई 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 भिडियो देखिएन कि भिडियो देखिएन तिमी अगाडि आएर पनि देखिएन ल बाई।